साथीहरु नमस्कार। नेपालको राष्ट्रिय टिम अहिले जर्सीमा रहेको छ। जर्सीसँग नेपालले एउटा एकदिवसीय खेल खेल्यो र त्यो एकदिवसीय खेलमा नेपालले जर्सीलाई 81 रनले पराजित गरिदिएको छ। राति नेपालको सिनियर टिमले 81 रनले जर्सीलाई पराजित गर्यो र बिहान नेपालको अन्डर 19 को महिला टोलीले हङकङलाई 181 रनले पराजित गरिदियो। यो गजबको संयोग मिलिरहेको छ। जो दुईटा खेल भएका थिए ती दुईटा खेलमा नै नेपालले दुवै खेलमा जित दर्ता गरेको छ। आज नेपाली क्रिकेट समर्थकको लागि र तपाईँ हाम्रो लागि चाहिँ आज खुसीको दिन नै हो। पहिले राम्रो कुरामा जाउँ र नराम्रो कुरामा त पछाडि म जाने नै छु। र नेपालले जुन नराम्रो कुराहरू नेदरल्यान्ड्सको सिरिजमा CWC लिगको सिरिजमा चाहिँ ती समस्याहरूलाई समाधान गर्नुपर्नेछ। राम्रो कुरा के भयो भने कुशल बुर्तेले फर्ममा देखिएका छन्। लगातार यो पछिल्लो 2-3 महिनामा 2-3 शतक प्रहार गरिसकेका छन् र लिस्ट एमा पनि जर्सी विरुद्ध पनि उनले 117 बल खेलेर 117 बल खेल्दै 105 रन बनाए र शतक प्रहार गरे। युरोपियन भूमिमा नेपाली ओपनिङ ब्याटरबाट आइरहेको यो शतक वास्तवमै नेपाली टिमको भरोसा र आत्मविश्वास बढाउनको लागि चाहिँ निकै सुन्दर हुनेछ। बलरतर्फ कुराकानी गर्नुपर्दा हेमन्त धामी रिजर्भ प्लेयर भनिराखिएको थियो, तर अहिले अभ्यास खेल भएको कारणले गर्दा धेरै साथीहरू झुकिनु भएको थियो। प्लेइङ 11 के हुने भनिराख्नु भएको थियो। अभ्यास खेल हो, अभ्यास खेलमा सबै खेलाडीहरूलाई प्रयोग गर्ने परिपाटी हुन्छ। धेरै साथीहरूलाई चाहिँ थाहा थिएन। धेरै क्रिकेटमा काम गर्ने साइडहरूले पनि प्लेइङ 11 राखिराख्नु भएको थियो। प्लेइङ 11 हुँदैन, तर बेस्ट प्लेइङ 11 चाहिँ यो खेलाउँछ भन्ने चाहिँ हुन्छ। तर हिजो नेपालले चाहिँ आफ्ना सबै खेलाडीहरूलाई नै प्रयोगमा ल्याएको थियो। अन्तिम अवस्थामा 2 ओभर बलिङ गर्न सन्दीप लामिछाने पनि आएका थिए र हेमन्त धामीले 7 ओभर बलिङ गरे। 7 ओभर बलिङ गरेर 2 मेडल राखे, 37 रन दिए र महत्त्वपूर्ण 4 विकेट आफ्नो नाममा लेखाउन सफल भयो। यो वास्तवमै सुन्दर कुरा हो। युरोपियन भूमिमा नेपाली पेसरले यसरी युरोपियन खेलाडीमाथि नै हैकम जमाउनु, तपाईले भन्नुहोला कि यो जर्सी हो, कमजोर टिम हो भन्नुहोला, तर होइन। जर्सीसँग नेपाल हारेको रेकर्ड पनि छ र नेपालले जर्सीलाई जितेको रेकर्ड पनि छ। नेपालले डिभिजन खेल हुनुपर्छ। डिभिजन खेलमा 1 गोल जितेको छ। नेपाल T20I मा भने जर्सीसँग पराजित भएको थियो। जर्सी आफैमा नराम्रो टिम चाहिँ होइन। जर्सी T20I को वरियतामा अहिले 29औं स्थानमा रहेको छ। 29औं स्थानमा भएको टोलीलाई नराम्रो भनिहाल्न मिल्ने चाहिँ टोली होइन। त्यस हिसाबले पनि जुन हेमन्त धामीले प्रदर्शन गरे हिजो आरिफ शेखलाई धेरै पहिलादेखि नेपालले प्रयोग गरिरहेको थिएन। नेपालको लागि एउटा जुन खालको पेसर अलराउन्डर हुनुहुने, मध्यम गतिको बलिङ गर्ने गर्छन्, उनी चाहिँ टिममा रहँदा उनले बलिङ गर्नुपर्छ भनेर मान्यता राख्ने र हरेक प्रिम्याच र पोस्ट म्याच एनालाइसिसमा उनको बलिङको विषयमा कहीँ न कहीँ केही उठान गर्ने व्यक्ति मध्येमा म पनि एक पर्छु। र उनले जब CWC लिगका खेलहरूमा अथवा ODI खेलहरूमा बलिङ गरिरहेका छन्, प्रभावित गरिरहेका छन्। हिजो पनि निकै नै प्रभावित गरे। आरिफ शेखले मात्र 5 ओभर बलिङ गरे, 1 मेडल राखे र 9 रन दिए, मात्र 9 रन दिए र 3 महत्त्वपूर्ण विकेटहरू चड्काइदिए। पेसरमा जो प्रमुख पेसर रहेका थिए सोमपाल कामी, कर्ण केसी, हिजो नन्दन यादवले चाहिँ बलिङ गरेनन्। ती दुईटा कर्ण केसी र सोमपाल कामीको बलिङमा विकेट प्राप्त नहुनु र हेमन्त धामीबाट बलिङबाट युरोपियन भूमिमा विकेट प्राप्त हुनु, सँगसँगै आरिफ शेखले पनि केही चिकी ओभरहरू गर्न सक्ने अवस्था देखिरहेकोले वास्तवमा बलिङमा केही हदसम्म सन्तुलितमै भइरहेको जस्तो टोली देखिरहेको छु मैले। सन्दीप लामिछानेलाई प्रयोगमा गरेन, 2 ओभर मात्रै प्रयोग गरेको थियो र 1 विकेट प्राप्त गरेका थिए। दिपेन्द्र सुङ्गेरी जहिले पनि ह्यान्डी हुने गर्छन् र उनले विकेट निकाल्ने गर्छन्, त्यसैले उनलाई हिजो प्रयोग गर्नुपर्ने आवश्यकता पनि देखिरहेको थिएन। र मलाई चाहिँ नन्दन यादव र हेमन्त धामीले पेस आक्रमणको जिम्मेवारी लिन्छन् भन्ने लागिरहेको थियो र सँगै कर्ण केसी हुन्छन् भन्ने लागिरहेको थियो। अन्य पेसरहरू पनि सोमपाल कामीलाई पनि राखेको थियो, तर हेमन्त धामीको यो खालको स्पेल चाहिँ एकदमै गजबको देखिएको छ। र नेपालको टिम अब नेदरल्यान्ड्समा जाने बेलामा केही परिवर्तन हुने, जो 15 सदस्यीय टोली रहनेछ त्यो 15 सदस्यीय टोलीमा केही परिवर्तन हुने सम्भावना मैले देखिरहेको छु। नेपालको प्रमुख चिन्ताको विषय पहिले पनि ब्याटिङ थियो र अहिले पनि ब्याटिङ छ। ओपनिङमा कुशल भुर्तेलसँगै आसिफ शेख आएका थिए। आसिफ शेखले 16 रन बनाए र उनी पेभिलियन फर्किए। अर्को इनबाट कुशल भुर्तेलले गर्नुपर्ने काम गरे। ओपनरमा जुन जिम्मेवारी रहने गर्छ, 2 ओपनरमध्ये 1 ओपनर छल्दा पनि हुन्छ। ओपनिङ डिपार्टमेन्टमा हालसम्म पछिल्लो 1.5-2 महिनामा खास त्यस्तो समस्या देखिरहेको छैन। र मध्यक्रममा नेपालले प्रयोग गरेर सक्ने जहिले पनि प्रयोग। ईशान पाण्डे पछिल्ला केही खेलहरूमा नेपालको लागि ODI क्रिकेटमा निकै चम्किरहेका थिए, तर त्यसका बावजुद फेरि भीम सार्कीलाई हिजो प्रयोग गर्यो। उनको क्यापेबिलिटी कस्तो भइरहेको छ अथवा उनी अहिले कतिको फर्ममा रहेको छन् भनेर चेक गर्नु स्वाभाविक कुरा हो, तर ईशान पाण्डेलाई
फेरि 5 नम्बरमा ल्याउने निर्णय अब मैले चाहिँ बुझ्न सफल भइरहेको छन्। ईशान पाण्डे आफूलाई सेट गरिरहेका छन् तेस्रो नम्बरमा र फेरि नयाँ प्रयोग 5 नम्बरमा ईशान पाण्डे खेलाउने निर्णय यो नेपाललाई हानिकारक हुनेछ। मैले पहिला पनि भनेको थिएँ, यदि नेपालले नेदरल्यान्डको सिरिजमा कदाचित ईशान पाण्डेलाई 5 नम्बरमा खेलाउने निर्णय गर्यो अथवा 6 नम्बरमा खेलाउने निर्णय गर्यो भने यो नेपाललाई हानिकारक हुनेछ। किनकि अहिले जसरी नेपालले टोली फर्मेसन गरिरहेको छ, हिजो जुन जर्सी विरुद्धको खेलमा नेपालले आफ्नो ब्याटिङ क्रम निकाल्यो, पहिलो नम्बरमा कुशल भुटेल, दोस्रो नम्बरमा आसिफ शेख, तेस्रो नम्बरमा भीम सार्की, चौथो नम्बरमा रोहित पौडेल, 5 नम्बरमा ईशान पाण्डे, 6 नम्बरमा आरिफ शेख, 7 नम्बरमा गुलसन झाल लगायतका खेलाडी प्रयोग गर्यो। हिजो दिपेन्द्र सिंह हेरी ब्याटिङमा आएनन्, त्यस कारणले यो ब्याटिङ लाइनअप थोरै मिले जस्तो देख्न सकिन्छ। तर यदि भीम सार्की तेस्रो नम्बरमा आयो भने चौथो नम्बरमा रोहित कुमार पौडेल नै हुनेछन्, 5औं नम्बरमा दिपेन्द्र सिंह हेरी हुनैपर्छ र 6औं नम्बरमा यहाँ आरिफ शेखले निकै राम्रो गर्ने गर्छन्। हिजोको म्याचमा भले उनी चलेनन्, तर आरिफ शेख नै हुनुपर्छ भन्ने लाग्छ मलाई। यदि आरिफ शेख चलेनन् भने पनि उनको विकल्पमा बरु विनोद भण्डारीलाई ल्याउन सकिएला, तर अर्को कोही विकल्प छ जस्तो मलाई लाग्दैन। 7 नम्बरमा गुलसन झा नै चलिरहेका छन्। यो ब्याटिङ लाइनअपमा ईशान पाण्डे यदि भीम सार्की तेस्रो नम्बरमा आयो भने फिट हुन सक्ने अवस्था मैले देखिरहेको छैन र यदि ईशान पाण्डेलाई 6औं या 7औं आरिफ शेखको विकल्पमा प्रयोग गर्ने सोच नेपालले बनाइरहेको छ भने यो सिरिजमा नेपालको लागि हानिकारक हुन्छ। ईशान पाण्डे तेस्रो नम्बरको लागि एकदमै सही क्यान्डिडेट रहेका छन्। हिजोको खेलमा मध्यक्रमले रन बनाएन, यो एकदमै चिन्ताको विषय हो र यो मध्यक्रमको रन बन्ने श्रृङ्खला अझै पनि यस्तै रहिरह्यो भने नेपालले नेदरल्यान्डमा बहुत ठुलो मूल्य चुकाउन पर्न सक्नेछ। त्यसकारणले मलाई लागिरहेको ईशान पाण्डे 1 या 2 खेलमा चलेनन् भने विकल्पको रूपमा भीम सार्की आउन सक्नेछन्, तर रोहित कुमार पौडेलबाट रन बनिरहेको छैन, यो विशेष त चिन्ताको विषय हो। पछिल्ला केही खेलहरूमा दोहोरो अङ्कमा त रन बनाइरहेका छन्, तर त्यसको बावजुद पनि जुन खालको मध्यक्रमको ब्याटरहरूले रन बनाउनु पर्ने हो त्यो खालको मध्यक्रमबाट रन बनिरहेको छैन। हिजो 50 ओभर खेलेर एक खेलाडीले 105 रन प्रहार गर्दा मध्यक्रमले खास आफ्नो जिम्मेवारी भूमिका निर्वाह गर्न सफल भएन। भीम सार्कीले 39 रन बनाए, त्यो बाहेकका अन्य कुनै खेलाडीबाट सम्झनायोग्य खालको कुनै पनि रन देखिएन। हेमन्त धामीले रन बनाएका थिए, त्यसपछि मलाई लाग्छ 19 रन बनाए जस्तो लाग्छ। मध्यक्रमबाट रन बनिरहेको छैन, यो चाहिँ नेपालको लागि चिन्ताको विषय हो र त्यसकारणले पनि नेपालले पछिल्लो 2 महिनामा जुन 8 म्याचहरू खेल्दा 6 म्याचमा जित दर्ता गरेको थियो र ईशान पाण्डेले आफूलाई तेस्रो नम्बरको लागि बलियो खम्बाको रूपमा प्रस्तुत गरिरहेका थिए। ईशान पाण्डेलाई तेस्रो नम्बरमा नै ब्याटिङ गराउनु पर्नेछ र यदि उनी असफल भएको खण्डमा भीम सार्कीको विकल्पमा हुनेछन्, नत्र भने यो ब्याटिङ लाइनअप चेन्ज गर्दाखेरि नेपाललाई नेदरल्यान्डमा घाटा हुने जस्तो मलाई लाग्छ। यो गल्ती नेपालले नगरोस्। एउटा कुरा नेदरल्यान्ड प्रवेश गर्नुभन्दा अगाडि सुधार्नुपर्ने कुरा के देखिएको छ भने नेपालको मध्यक्रमको ब्याटिङ, जो दिपेन्द्र सिंह हेरी हिजो नहुँदा एकदमै सुनसान देखिएको थियो, एकदमै निरस देखिएको थियो र रोहित कुमार पौडेल र आरिफ शेखबाट आउनुपर्नेछ रन र तेस्रो नम्बरमा पहिलो चाहिँ ईशान पाण्डेलाई नै राख्नुपर्छ। ईशान पाण्डेलाई 6औं या 7औं नम्बरमा ल्याउने निर्णय नेपालको लागि कदाचित सही हुने छैन। यद्यपि नेपालले 81 रनको जित दर्ता गरेको छ। नेपालले फेरि अर्को खेल खेल्नेछ जुलाई 15मा। त्यो खेलको लागि पनि नेपाललाई अग्रिम शुभकामना। यो अभ्यास खेल हो, अभ्यासको भरपुर फाइदा नेपालले निकाल्न सफल भओस् र जुन कमजोरी अघि मैले भनिरहेको थिएँ, यो कमजोरी चाहिँ नेपालले नेदरल्यान्ड्स प्रवेश गर्नुभन्दा पहिले मेन रूपमा अध्ययन गर्नुपर्नेछ र यो कमजोरीलाई निमिटान्न पार्नुपर्नेछ र मध्यक्रम पनि बलियो भएर आत्मविश्वासी भएर नेदरल्यान्ड्स प्रवेश गर्नुपर्नेछ। तपाईँलाई के लाग्छ, नेपालले हिजो जर्सीसँग जसरी खेल्यो, के तपाईँ मेरो कुरामा सहमत हुनुहुन्छ अथवा तपाईँलाई के लागिरहेको छ? आफ्ना कुराहरू मनैदेखि बताउनुहोला। नमस्कार।